यो चाहिँ जापान बसाइको क्रममा म चाहिँ एक्लै बस्ने भएकोले म बसिरहेको रुम सँगसँगै बाल्कनीमा पनि धेरै खाली स्पेस भएकोले त्यसको केही सदुपयोग गरौँ, खाली समयको केही सदुपयोग गरौँ भन्दै केही बिरुवाहरू रोप्ने तथा आफैले केही अर्ग्यानिक फलाएर खान पाइन्छ कि भन्ने आशले चाहिँ अब यहाँ केही खेती गर्ने कोसिस गरेको थिएँ। त्यही क्रममा मैले चाहिँ माटो भनौँ अथवा गमलाहरू पनि यहीँ पाउने लोकल पसलहरूबाट दाइसो भनिन्छ जसलाई, त्यहाँबाट चाहिँ माटोहरू ल्याएर, गमलाहरू ल्याएर, बिरुवा त्यहीँबाट बिउहरू ल्याएर रोपेको थिएँ। त्यसैको फलस्वरूप त्यसको 1-2 महिनापछि केही प्रोडक्टहरू फलाउन सफल भएको छु, जसमा चाहिँ टमाटर, गोलभेडा, भेन्टा, करेला आदि इत्यादि, भिन्डी जस्तै प्रोडक्टहरू चाहिँ मैले उत्पादन गर्न सफल भएको थिएँ, जसमा धनियाँ चाहिँ मैले विशेष फलाएको थिएँ।